नि हो? कसले भन्यो तँलाई? मेरो बुवाले। तेरो केटा हेर्न मेरो बुवा पनि जानुभएको थियो। खै मलाई भनेका छैन नि त। नाइ म त गर्दैन बे। पहिला ल देउलीले पहिला टिका लगाइदिन्। मेरो बुवा आमाको बिहे 13 वर्षमा नै भएको रे। उहाँहरूको उमेरमा जम्मा 2-3 महिना मात्रै फरक छ रे। अब माइती घरमा यसरी भाँडा माझ्न जाने थियो कि थिएन? थियो, तर आमाले माझ्नै दिनु हुँदैन थियो। मैले जबरजस्ती माझ्थेँ। अब बुहारी मान्छे भएपछि भाँडा माझ्नै पर्यो। अब खाएको भाँडा त माझ्नु परेन। तलको खेत पनि खनेर सक्नु पर्ने छ। यिनीहरू दुईटीलाई सन्चो छैन रे। हामी यहाँ बुहारी भएर आएका छौँ। यो पराई घरलाई आफ्नै बनाएर अगाडि बढ्नुपर्छ। त्यसको लागि हामीले काम गर्नै पर्यो। अब हामी काममा यति व्यस्त हुन्छौँ कि हामीले केही सोच्ने शुद्ध फुर्सद पाउँदैनौँ। कति खालको मान्छे हौ तिमी हो? अस्ति म बिरामी पर्दा मैले नसक्दा मेरा वस्तु भाउ पनि हेरिदिने, घाँस पनि काटेर ल्याइदिने, बारी पनि खन्दिने। अहिले तिमीलाई यस्तो आपत पर्दा मैले बारी खन्दा मलाई दुःख हुन्छ? बकबक नगर है, धेरै लफुर्क होइन त्यहाँ। हिँड भनेको धेरै नबोल होइन, आराम गर एकछिन।